नमस्ते 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 के छ खबर? ठिकै छ त। तपाईलाई कार्यक्रममा एकदम स्वागत गर्न चाहन्छु। आज चाहिँ म विशेष गरी स्वतन्त्र प्रतिष्ठान नेपाल लागु औषध नियन्त्रणको एकदमै पुनर्स्थापना केन्द्र काकाभिटामा छु र आज चाहिँ हामी विशेष गरी चाहिँ कोही पनि मानिस चाहिँ लागु औषधमा कसरी फस्न सक्छ, कसरी फस्छ, कस्तो कस्तो प्रलोभन, कस्तो कस्तो सिचुएसन बाध्यात्मक हुन्छ कि रहरात्मक हुन्छ कि यो किन फस्छन् भन्ने विषयमा आज हामी चर्चा गर्नेछौँ। र आज हामीसँग विशेष रूपमा चाहिँ यस स्वतन्त्र प्रतिष्ठान नेपाल लागु औषध नियन्त्रणको अफिसको प्रेसिडेन्ट सन्दीप थापा सर हुनुहुन्छ। उहाँसँग आज हामी धेरै विभिन्न विषयमा हामी सहकार्य र भलाकुसारी पनि गर्नेछौँ, जसको निम्ति चाहिँ उहाँ आफै पनि एउटा हिजोको दिनमा युजर्स भएर आज रिकभरी भएर बस्नुभएको छ र आज यस्तो समाजमा उदाहरणीय काम गरिराख्नु भएको छ, जसले चाहिँ गर्दाखेरि हजारौँ सङ्ख्याको मानिसहरूलाई चाहिँ यो वातावरण दिनुभएको छ, जसले गर्दा उनीहरूले चाहिँ आफ्नो पर्सनल लाइफलाई फेरि पुनर्स्थापना गर्ने मौका पाएका छन्। उनीहरूले समाजमा एउटा प्रतिष्ठित मान्छे भएर बाँच्ने एउटा अवसर पाएको छ र त्यो उदाहरणीय कामको निम्ति आज हामी विशेष गरी सन्दीप थापा सर जो चाहिँ यस प्रतिष्ठानको प्रेसिडेन्ट हुनुहुन्छ, उहाँसँग भलाकुसारी गर्नेछौँ। किन फस्छ, फसिसके पछाडि यसका विधि विधानहरू के हुन्छ, नीति नियमहरू के हुन्छ, मान्छे वास्तवमा लागु औषधमा परिसके पछाडि के हुन्छ त यसको निचोड भन्दाखेरि तीनटा निचोड हुन्छ। कि त ऊ जेलबास हुनु पर्यो, कि त उसले मृत्युलाई अँगाल्न सक्नु पर्यो, कि त ऊ पुनर्स्थापना केन्द्रमा आउनु पर्यो। त्यसकारणले यदि कोही पनि त्यस्तो हुनुहुन्छ भने चाहिँ सबैभन्दा उत्तम र राम्रो उपाय भनेको चाहिँ यो हुनेछ, जसले गर्दाखेरि चाहिँ उनीहरूलाई लागु औषधमा फस्नुभएका मानिसहरूको लागि चाहिँ पुनर्स्थापना केन्द्रले चाहिँ नयाँ जीवन दिने